नमस्ते वेलकम जोजलपा सबैजनालाई वेलकम टु माई नेक्स्ट ब्लग बिहान यस्तो भ्यू हेर्नु पाए कस्तो हुन्छ होला यसो हेर्दैन दामी छ नि बित्तिकै यस्तो भ्यू हेर्नु पाए पो आज घाम चाहिँ लागेको छैन ढुम्म छ हिजो पनि त्यस्तै थियो हिजोभन्दा आज खत्तम जस्तै पानी पर्छ क्या यसो हेर्नु चाहिँ रमाइलो अब चाहिँ हामी ब्रेकफास्ट गर्नु गइरहेको छौँ आज चाहिँ मम्मी ड्याडीहरूलाई पनि बोलाएर घुमाउने प्लान बनायो हामीले हिजो यस्तो दुईजना बस्दाखेरि अनि त्यति उता मम्मी ड्याडीलाई पनि ल्याउनु पर्ने जस्तो फिल भयो क्या अनि त्यही भएर अब कहिले अरू नेक्स्ट टाइम अहिले गरिदिउँ भनेर आज बोलाएको छौँ अनि त्यो भिडियोहरू फेरि यसमा हाल्छौँ हेरिदिनु होला रमाइलो गरिदिनु होला है मम्मी ड्याडीलाई चाहिँ माया गर्नु होला सबैजनाले ल अहिले चाहिँ ब्रेकफास्ट गर्नु जाउँ ल ब्रेकफास्ट यसको उठेछन् ओहो यहाँ त काम हुँदै रहेछ भर्खर मर्निङ भएछ भाइलाई दामी छ त हो भ्यू त है कसो नहाले छ यहाँ के बनाउँदैछ अस्ति अझै माथि माथि नि बनायो भने चाहिँ सही हुन्थ्यो होला झर्ना सर्ना आउने है हाम्रो भाइ यहाँ क्लिनिङ गर्दैछ कि क्या क्लिन गरेर आएको सफै छ त पानी त है दिनदिनै नयाँ चेन्ज गर्छ कि क्या पानी हो क्लोरिन हाल्नु सफा नि हाल्यो माथि त जिप लाइन जानुको लागि फाइनली आइसकेको छु म जिप लाइनिङमा यहाँबाट जिप लाइनिङ गर्दैछु ल डर लाग्ने रहेछ हो तलबाट हेर्दा त्यस्तो डर लाग्ने जस्तो लागेको थिएन माथिबाट हेर्दा त आम्मा हाइट डेन्जर रहेछ यहाँ गएर जिप लाइनिङ गऱ्यो त्यहाँबाट पनि फेरि ऊ त्यहाँ झार्दो रहेछ अनि त्यहाँबाट हिँडेर तल आउने फेरि त्यहाँबाट बोटिङ गरेर अनि ऊ त्यहाँ जानु रहेछ मोहिनी झर्ना चाहिँ दामी छ यार जिप लाइन गरेको चाहिँ विदाउट क्यामेरा 2000 अनि विथ क्यामेरा चाहिँ 2500 भन्थे ल गर्नु मन छ भने चाहिँ आउनु हामीले चाहिँ गरेनौँ हामीले चाहिँ फुल के अरे मोटर बोट युज गरेर गएको त्यही रमाइलो लाग्यो मलाई त ठिकै छ फाइनली हाम्रो मर्निङ ब्रेकफास्ट आएको छ अनि मर्निङ ब्रेकफास्टमा छ हाम्रो ससेज आलु अनि फ्रुट स्यालाड होला अन्डा एउटा ब्रेड अनि केचप हो के हो आई डोन्ट नो अनि ब्ल्याक कफी मेरो ब्ल्याक टी चाहिँ आउँदैछ ठिकै छ ब्रेकफास्ट नट सो ब्याड प्रिटी गुड ल अब यस्तो भ्यू हेर्दै खानु त कति रमाइलो हुन्छ है खाइदिउँ है त खाइदिउँ न त मुन्डा तातो रहेछ त्यो कुकुरहरू यहाँबाट खाना दिन्छ हो कस्तो कुकुर हो यो आएर बसिहाल्यो नि धन्यवाद मेरो भाइ जाम पनि हुन्छ कि त्यो हजुर धन्यवाद टमाटोको एउटा डग लभरले डग देखेछ डगलाई ब्रेकफास्टमा ल्याएको पाउरोटी खुवाउनु लाउँदैछ यहीँ छ टोक्छ हो यो कुकुरले टोक्दैन कहाँ टोक्नु खाँदैन होला हौ
खानु कस्तो कुकुर झन् खान्छ भनेर ल्याइदिएको त भाग्दो रहेछ आइज खैरे आइज भाग्यो त डराउँदो रहेछ यिनीहरू ल खैरे ओए न ए भाग्यो त त्यो त भाग्यो खाएन त्यसले के कस्तो कुकुर रहेछ हामी भर नखायो कि खाए त्यसलाई भोक लाग्यो फेरि भोक खाए हामी भर नखाएको छु यस्तो छ खायो डग लभरले यस्तो डग लभर कता यहाँ भाग्यो एउटा भाग्यो त्यहाँ हेर्दैछ यिनीहरूले चाहिँ खायो भाग्यो पुच्चे खैरे ओए खैरे आइज 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 ल नआउने यहाँ मुनि फाल्दै त हुन्छ ल ए न कस्तो कुकुर हो कुकुर त आउँछ यहाँको त पाएको ए त्यहाँ खोर रहेछ नि तिनीहरूको ए पाएको यसको छोरा है क्या कसले पालेको कुकुर हो तपाईँले पाल्नु भयो ए उता अझै रहेछ त ऊ बङ्गो गुट्टु सक्यो डराउँदैन खै यसले चाहिँ खाँदो रहेछ ऊ त्यसलाई नि त्यो यो नि डराउँदो रहेछ यसको कुकुर चाहिँ डराउँदो रहेछ यसको चाहिँ डराउँदैन रहेछ डराउँदो रहेछ लजाउँदो रहेछ खायो बल्ल फटक 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 गर्दै खायो ए खाइ रे किन डराएको यहाँ चाहिँ के हुन्न ऊ त्यहाँ पुगेपछि डर लाग्छ होला हामी चाहिँ अहिले भेडा फार्म जाँदैछौँ यहाँबाट कति 30 मिनट भन्थ्यो 5 किलोमिटर छ अरे ल अब त्यहाँ गएर देखाउँछ है त अफरोड छ है अफरोड डेन्जर अफरोड छ यहाँ बालुवा खानी हो कि हो यो रोडा खानी बालुवा खानी पनि हुँदो रहेछ कुनै खाने बजार आइपुग्यो यहाँ नि खतरा भइसक्यो यार पहिला सब सानो सानो घरहरू थियो अहिले त बजारै भइसक्यो यहाँ चाहिँ सस्तो छ क्या बस्नेहरू अर्कै भइसक्यो बाटो बन्दैछ है अब अर्को वर्ष चाहिँ पिच होला जस्तो यहाँ डेन्जर डेन्जर यहाँ डेन्जर है हेर्दै डर लाग्ने हौ कहाँ आइपुग्यो ए हो लास्टै बाटो खतम रहेछ आइपुग्यो यहाँ भेडा फार्म भन्ने ठाउँ चाहिँ यो रहेछ बाहिरबाट अलिकति भ्यू हेरेको दामी रहेछ अब भित्र गएर हेरौँ है त एकचोटि कस्तो छ टोपी दिएर कहाँ छ मलाई माग्छ भेडा देखेँ भेडा वा दामी रहेछ ठाउँ त है ठाउँ त दामी हो नि यार कहाँबाट छिर्ने हो हावाको यार कस्तो दामी भ्यू सल्लाहकारी
चिप्लो छ है, केयरफुल हुनुपर्छ। ल भेडाहरू यहाँ छ। कस्तो ठिक छ बाजे? यति रहेछ, धेरै छैन। यो चाहिँ खतरा रहेछ। यो चाहिँ यहाँको डन होला। कहाँ उयो हेर्न कत्रो। यो भेडाहरू त्यो क्या पोज दिएर बजाउँछ। बोका खतरा। हेऱ्यो भेडा फार्म पनि घुम्यो। अब जाँदैछौँ हामी गन्तव्यतर्फ। फेरि त्यही होटेल अनि मम्मी ड्याडीहरू पनि आइपुग्छ होला। अनि त्यसै पिकअप गरेर अनि फेरि झरनातिर लाग्ने है त। खानासाना खाएर अनि लाग्ने। कहाँ आइपुग्यो? यहीँ आइपुगिछ? उयो फर्स्टमा मम्मीलाई हाल्नु ठुलै ठुलो छ। हामी वहाँ माथि पुगेर आएको। भेडा टाइम लाग्छ भनेर गएर आएको। ठुलै ठुलो होटेलको मम्मीलाई राखिदिँदै घर अर्किने हालिदिउँ सक्नुहुन्छ त? अब बाटो फेरि खाल्टाङ खुल्टुङ छ कि। भने म पहिला हुन्छ म अनि झर्ना ठाउँ गएर मर्ला छ। फर्स्ट टाइम गाडी आम मठायो भएको छैन। चेस गर्नु ल, चेस गर्नु ल। ल कस्तो लागिरहेछ त सबैलाई? एकदम मजा लागिरहेछ। फर्स्ट टाइम छोरी बुहारीले पठाइदिएको रमाइलो को कसको पहिलोचोटि? तपाईँको पहिलोचोटि होला नि? पहिलोचोटिमा म आइसकेको छु। तपाईँको पनि पहिलोचोटि? पहिलोचोटि है? म त जिन्दगीमा अहिले चोटि। ल पहिलोचोटि लिएर अब रमाइलो हुन्छ यहाँ। यसो हल्का फुल्का रक्सी खुवाएर उनीहरूलाई हिँडाउनु पर्छ बुढाबुढी सुड्डा सुड्डीहरूलाई। चेस यस्तो 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 हेरेर डुम्म भयो। खै खाजा सेट आएन यहाँ। खाजा खुवायौँ भनेको अहिले फेरि यहाँबाट हेर्दा चाहिँ त्यस्तो डर लाग्दैन है। त्यो माथि गएर हेर्दा डर लाग्छ। त्यही त त्यो उयो भयो त्यसो हेरेको त यत्रै छ। बोलेको होइन मैले त हाँसे उहाँ नबोल्ने म त डर लाग्यो। त्यहाँ गएर ट्याक्कै अडियो अबदेखि आउँदिनँ म भनिरहेको त्यो मनोकामनाको केवल कारण हो। एक झर्ना जाँदैछौँ। चस्मा निकालौँ त हजुर। म यहाँ भ्लग बनाइरहेको छु। ओहो कस्तो राम्रो। ल सुड्डा सुड्डी हेलो रमाइलो भएको। आहा यो मम्मीलाई लानुपर्छ क्या। आहा यो मम्मीलाई चाहिँ पठाइदिनु पर्ने थियो। उताको बाटो अझै योभन्दा नराम्रो छ तर 5 मिनटमा पुग्छ त्यहाँ चाहिँ। यो चाहिँ धेरै टाढा भयो। यो त त्यहाँ चाहिँ अलिकति यस्तो छैन कि त्यो जङ्गलमा हिँड्ने थिएन नि हिजो ढिला भएर। हतार हतार हिजो पनि। ओहो कसरी जाने? जान त जाने, आउने बेला कसरी आउने? आउने बेला चाहिँ उताबाट आउनु पर्ला जस्तो। त्यहाँबाट अलिक सजिलो छ। यहीँ पसिना भयो अनि माथि कसरी जाने त? माथि त यस्तै छ त अनि।
माथि किन जाने झरनामा के तपाईँ र म आधी बाटो लिएर जाउँ न त चटपटेसम्म खुट्टा दुख्छ क्या फेरि त्यही बोटिङ मात्रै गराइदिउँ ल भयो त्यो झुलुङ्गे पुलसम्म लगौँ ड्याडीहरूलाई थियो नि अनि ड्याडीहरूलाई घुमाएर ल्याउने ड्याडीहरू जान्छ म बसिरहन्छु यता तल सक्दैन सक्दिनँ म के बोकाउँ खोइ बोकाउँ त एकचोटि अहिले पसिना हुनुभयो ओह्रालोमा खोइ म बोकिदिन्छु त्यही गरौँ मम्मीलाई आइपुग्यो बल्ल 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 यहाँ हाम्रो मम्मीको खुट्टा गाह्रो छ यहाँ चिप्लिन्छ हेलो हेलो गाइस बोटिङ चढ्न ल ओह यहाँ एकजना चाहिँ हाम्रो ड्याडी पार्ट टाइम जब गर्दैछन् मम्मी सक्नुहुन्छ ल पसिनै आयो है कसलाई त गाह्रो लाग्यो नि यो त हुँदैन मलाई यो त साह्रो होला योभन्दा ठुलो छैन होला त ल बाबा यही हुन्छ 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 त्यो म खोलिदिइरहेको छु ए ज्याकेट ए छोडिदिनु लिस्यो त नि एउटा चाहिँ लिन्छ त्यो हात छोड सबैले हालिसक्यो उहाँहरू आएर यहीँ हाले हुन्छ नि त यहीँ खोले हुन्छ नि त ल जाउँ